ठुला ठुला कुरा गर्ने पैसा लुगाउने के हामीलाई भ्रम पारेको छ। नेपाली युवालाई के गर्न सकिँदैन भने भयङ्कर ठुलो भ्रम पारेर हैन दोहन गरेको छ के युवा वैज्ञानिकहरूको युवा क्षमताहरूको अहिले लुट मचाइएको छ। यथार्थ त यो हो नि, पार्टीको पैसा खाने भाग्ने होइन या लुकाउने, त्यसपछि गएर त ठुला कुरा गर्ने अनि सर्वहाराकरणको कुरा गर्ने अनि आफ्नो पालो आयो भने लुकाउने, यो त घटिया प्रवृत्ति हो नि त। नेताको परिवार कसरी चलेको छ, आफू पछिको टोल कसरी चलेको छ, आफ्नो वरिपरि जनतालाई के भन्छ नेताले हैन, देशलाई के भनिराखेको छ, पार्टीलाई कसरी चलाछ, यो तपाईँको हेर्दा तपाईँ होइन, यो एउटा सार्वजनिक मामिला हो कि। नेपाली जनतासँग त्यो क्षमता छ, नेपालका युवाहरूसँग त्यो क्षमता छ, अनुसन्धानको वैज्ञानिकको होइन उद्योगको अर्थतन्त्रको क्षमता छ। जनताका यत्रो लाखौँ लाख युवाहरूलाई चाहिँ अहिलेको यत्रो कटु यथार्थ भन्छु म चाहिँ दुःखपूर्ण पीडापूर्ण हिंसाले ग्रस्त नेपाली समाज शिर ठाडो पनि पार्न नसक्ने जस्तो भइसक्यो नेपाली। भन्नुहोस् न, विदेशमा गएर सबभन्दा बढी चुटाइ खाने नेपाली होइन। तपाईँहरूलाई मैले एउटा रिपोर्ट पनि राखेको थिएँ, एयरपोर्टमा अरू देशको युवाहरूलाई तपाईँको सजिलै जान दिन्छ अरे, नेपालको दिदीबहिनीलाई नाङ्गे बनाएर पनि चित्त बुझ्दैन उनीहरूलाई। ह्युमिलेट भएको छ नि नेपाली युवाहरू। नेपालमा आजका दिनहरूमा हाँक्ने क्रान्ति चाहिरहेको छ, मान्छेलाई आशावादी बनाउने, यो वर्ष के अर्को वर्ष के, चुनाव आउँदा के नहुँदा के हुँदा के, यो सबै जवाफ हामीले दिनुपर्छ। बनी बनाऊ कागजका पन्नाहरूको जवाफले समाज हाँकिनेवाला छैन। हाम्रो पुस्ताको दायित्व के छ भने यो जिरोतिर झर्न खोज्दैछ, हेरिराख्नु होला। यो तलतिर खस्किँदैछ, उसले उसलाई गाली गरेर यो हल हुनेवाला छैन। यसको समाधान नयाँ रचनात्मक तरिकाले ल्याउनुपर्छ। त्यसले पुरानो पुस्ताले गम्भीर समीक्षा गर्नुहोस्। रेभोल्युसन आकाङ्क्षाको विषय मात्रै हुन्छ कि अहिले हामी दुईवटा प्रवृत्ति सचेत हुनुपर्छ होइन। एउटा तपाईँको भाग्ने प्रवृत्तिबाट, एउटा समर्पण गर्ने प्रवृत्ति, अथवा के अरे एउटा जडतामा के अल्झिने कि एउटा कोठाबाट बाहिर आउन नसक्ने, एउटा अहिलेको समयलाई परिवर्तनलाई पकड्न नसक्ने, अर्को तपाईँको विरोधीहरूलाई सत्तालाई तपाईँ भयानक शक्तिको रूपमा देखेर पुछर सेपेर भाग्ने कि यो दुईटै कुरा गलत हो। हामीले धेरै नै गम्भीरतापूर्वक हेर्नुपर्छ। अहिलेको समस्यालाई निदान गर्न सकिन्छ, समाधान गर्न सकिन्छ। नेपाली जनतामा भन्नुपर्छ सिद्धान्त र व्यवहारको बिचको खाडल छ। ठुला ठुला कुरा गर्ने पैसा लुगाउने कि यो एउटा समस्या हो कम्युनिस्टहरूको होइन। पार्टीको पैसा खाने भाग्ने होइन या लुकाउने, त्यसपछि गएर त ठुला कुरा गर्ने अनि सर्वहाराकरणको कुरा गर्ने अनि आफ्नो पालो आयो भने लुकाउने, यो त घटिया प्रवृत्ति हो नि त। त्यसैले हामी के देख्छौँ भन्नुहुन्छ भने हेर्नुहोस्, कम्युनिस्ट आन्दोलनलाई आदर्शीकरण गर्ने हो भने ठुल्ठुला बहसको बिचबाट जान तयार हुनैपर्छ। हामी भन्छौँ नि हामी मालिक हुनको लागि क्रान्तिको कुरा गर्दै छैनौँ, हामी तपाईँको जनताको सेवा गर्नको लागि क्रान्तिको कुरा गर्दैछौँ। हामी एक छाक खानको लागि कुनै त्यस्तो तपाईँ करप्सन गर्नको हामी क्रान्ति गर्दै छैनौँ होइन। हामीलाई तपाईँको कुनै राज्यको पैसा चाहिँदैन नि, राज्यको पैसा जनताको पैसा हामीलाई चाहिँदैन होइन, जरुरी छैन। हामी बाँच्न आफै योग्य छौँ नि होइन, आफ्नै श्रममा आफ्नै मेहनतमा आफ्नै विवेकमा योग्य छौँ हामी। त्यसैले त समाजवाद भनेको छौँ। यदि नेपाली जनताले तपाईँ हामीलाई साथ दिए भने के पैसा हामी अमेरिकाबाट लिएर चाहिँ मागेरै बाँच्ने हो? के समाजवाद आयो भने तपाईँको चाहिँ साम्राज्यवादीहरूको ठुल्ठुला तपाईँको चाहिँ केन्द्रहरूबाट चल्ने हो? यो होइन नि। नेपाली जनतासँग त्यो क्षमता छ, नेपालका युवाहरूसँग त्यो क्षमता छ, अनुसन्धानको वैज्ञानिकको होइन उद्योगको अर्थतन्त्रको क्षमता छ। त्यो क्षमता तितर भएको छ र अहिले पुँजीपतिहरूको सेवा गर्ने साधनमा बदलिएको छ। हाम्रा सारा क्षमताहरू के भएका छन् भने आफ्नो आत्मनिर्भरताको र समृद्धिको लागि होइन कि अरू कुनै मान्छेलाई समृद्ध बनाउन र सेवा गर्नको लागि दुरुपयोग भएका छन्। हामीलाई भ्रम पारेको छ। नेपाली युवालाई के गर्न सकिँदैन भने भयङ्कर ठुलो भ्रम पारेर होइन दोहन गरेको छ कि युवा वैज्ञानिकहरूको युवा क्षमताहरूको अहिले लुट मचाइएको छ। यथार्थ त यो हो नि। त्यसैले यो कुरालाई हामीले तोड्नुपर्छ। त्यस कारण रेभोल्युसन आफैभित्रबाट क्रान्ति, आफैमा रूपान्तरण, सँगसँगै तपाईँको चाहिँ सिद्धान्त र व्यवहारमा आएका ठुला अहिले पछिल्लो कुनै बेला हामीले सिटी कमिटीमा हाम्रो छलफल पनि हुन्छ, उहाँहरूको बारेमा सिद्धान्तको महत्त्व जति छ नि अहिले पनि छ, सिद्धान्तको महत्त्व घट्दैन। तर आज नेपाली जनताले हेर्न खोजेको कम्युनिस्ट आन्दोलन भनेको प्रयोग व्यवहारको हो। अब अजीब भएको के सिद्धान्तबाट सिद्धान्तमा घुमिने या सिद्धान्तको नसा पिएर सिद्धान्तमै ढल्ने, योबाट मान्छेहरू सन्तुष्ट छैन। सिद्धान्तबाट मान्छेले आफ्नै परिवारलाई कसरी चलाछ त्यो हेर्न चाहिरहेको छ मान्छेले। नेताको परिवार कसरी चलेको छ, आफू पछिको टोल कसरी चलेको छ, आफ्नो वरिपरि जनतालाई के भन्छ नेताले होइन, देशलाई के भनिराखेको छ, पार्टीलाई कसरी चलाछ, यो तपाईँको हेर्दा तपाईँ होइन, यो एउटा सार्वजनिक मामिला हो कि यो एकदमै ठुलो मामिला हो। यो हामीले आँट गर्नुपर्छ। त्यसैले कुरा के अरे सकिँदैन भनेर हामीले छोडेर हिँड्नु हुँदैन, सक्नुपर्छ। हामीले सक्दैनौँ भने भोलि सत्ता आए पनि सक्दैन। मान्छेले के तर्क गर्छन् भने बिचका कम्युनिस्टहरू जो संसदमा पुगे उनीहरू बिग्रे त संसदमा गएर बिग्रेको होइन, यो तपाईँ मान्नु होला। संसदको कारणले बिग्रेको होइन, नेताभित्रको रूपान्तरणको अभावले बिग्रेको हो, नेताभित्रको दृष्टिकोणको कारणले बिग्रेको हो नि। के तपाईँको नेपालमा मात्रै छ समस्या? माओको पालामा थिएन 3 खराबी र 5 अछाक्ली भन्ने कुरा तपाईँले पढ्न पाउनु भएको छैन? क्रान्ति गरेको 2-3 वर्षमा माओले ठुलो एउटा भ्रष्टाचार विरोधी अभियान चलाउनु पर्यो। पार्टीभित्र ठगे मान्छेहरूले होइन, 2टा फाँसीमा बिहा नगर्ने त कमान्डरै भएन। यस्तो भयो नि त चाइनामा, तपाईँले हेर्नुभएको छ? चाइनामा नेताहरू सहर पसेपछि होइन
गर्लफ्रेन्ड बनाउने, बोयफ्रेन्ड बनाउने, नयाँ पुरानालाई छोडेर के बन्दुक बोकेका लडेका परिवारहरूलाई छोडेर नयाँ नयाँ गरे नि। त्यहाँ पनि पार्टीको पैसा लुकाउने। तर माओ लिडरसिप ठिक भएपछि सत्तामै भएर पनि रेभोल्युसन भयो नि त। हुन्छ नि, आज सिजिपीले पनि एउटा प्रयत्न त गरिराख्नु भएको छ नि। भर्खरै तपाईँहरूले हेर्नु भएन, अर्थमन्त्री के अरे परराष्ट्र मन्त्री जस्तो शक्तिशाली मान्छे होइन, रक्षा मन्त्री जस्तो शक्तिशाली मान्छे करप्सनको केसमा चाहिँ कारबाहीमा पऱ्यो नि। त्यसकारण कुरा के देखिन्छ, हुन्छ त्यो, तर के हो भने मान्छे बिग्रिने कि नबिग्रिने सुविधा पाएर होइन, कुनै ठाउँमा गएर होइन कि। तपाईँ काठमाडौँ जाने बित्तिकै सहर पछाडि मान्छे बिग्रिन्छ, यो गलत भाष्य हो। या तपाईँ कुनै ठाउँमा मौकामा कुनै पदमा जानुभयो भने बिग्रिने, त्यो गलत कुरा होइन हो। त्यसलाई कसरी सरल बनाउने, यी सबै कुराहरू छ नि। त्यसैले के हामी तपाईँको भोलिमा जनवादी सत्ताको समाजवादी सत्ताको प्रमुख भयौँ भने, या तपाईँ हामीले जिम्मा पायौँ भने, तपाईँ हामी कार्यकर्ताहरूले गाउँदेखि केन्द्रसम्म हाँक्ने पायौँ भने हामी सुविधाबाट बिग्रिन्छौँ कि हामीलाई 2-4 पैसाले हामीलाई चाहिँ विचलित गर्छ? त्यसैले यो होइन, यो दृष्टिकोणको कुरा हो। एउटा कम्युनिस्ट दृष्टिकोण कस्तो हो, कसरी गर्नुपर्छ, यो धेरै ठुलो बहस हो। त्यसैले हामी के देख्छौँ भने एउटा बहस नेपालमा जरुरी छ, भइरहेको छ, यो राम्रो कुरा हो। यी किताबले पनि त्यो बहसलाई अवश्य मद्दत गर्छन् होइन। र हामीले भने समाजवाद, तपाईँको चाहिँ एउटा सर्वहारा अधिनायकत्व भएको समाजवाद आजको विश्वमा सम्भव छ? एउटै दलले शासन गर्ने, अधिनायकत्व प्रयोग गर्ने नेपालमा त्यो क्रान्ति र त्यो व्यवस्था सम्भव छ अहिले? नेपाली समाजमा एकात्मक व्यवस्था तपाईँको काठमाडौँ केन्द्रबाट एउटै ढङ्गले चलाउने व्यवस्था सम्भव छ? अहिले मान्छेले संहिताको विरोध गर्छ। संहिता त हामी के देख्छौँ भन्दा त्यसलाई जनवादी टाइपको संहिता हुनु पऱ्यो, समाजवादी टाइपको हुनु पऱ्यो नि। त्यसले कसलाई डिस्टर्ब गर्छ? मार्क्सले कम्युनिस्ट घोषणापत्रमा लेख्नु भएन, जब मान्छे हरेक मान्छे स्वतन्त्र हुनेछ त्यसपछि सामूहिक स्वतन्त्रता सुनिश्चित हुनेछ। जब सबै मान्छे सामूहिक ढङ्गले स्वतन्त्रताको अनुभूति गर्नेछन्, सबै मान्छे मुक्त भएको अनुभूति गर्नेछन्। कम्युनिस्ट घोषणापत्र होइन यो, एक्लै सम्भव छैन। त्यसैले कुरा के हो कमरेडहरू भन्नुहुन्छ भने हामीले ठुल्ठुला बहसको बिचबाट परिकल्पना गर्नै पर्छ। आजको यो तपाईँको यहाँ पुगेको विश्वमा चाहिँ रेभोल्युसन कसरी गर्ने, कसरी ठिक गर्न सकिन्छ, कसरी दलालहरूलाई के नेपालका दलालहरूलाई जनताले समर्थन गर्छन्? के तपाईँको जनता, श्रमिक जनता यहाँका यत्रो लाख युवाहरूलाई चाहिँ अहिलेको यत्रो कटु यथार्थ भन्छु म चाहिँ, दुःखपूर्ण पीडापूर्ण हिंसाले ग्रस्त नेपाली समाज, सिर ठाडो पनि पार्न नसक्ने जस्तो भइसक्यो नेपाली। भन्नुहोस् न, विदेशमा गएर सबभन्दा बढी चुटाइ खाने नेपाली होइन। तपाईँहरूलाई मैले एउटा रिपोर्ट पनि राखेको थिएँ, एयरपोर्टमा अरू देशको युवाहरूलाई तपाईँको सजिलै जान दिन्छ अरे, नेपालको दिदीबहिनीलाई नाङ्गे बनाएर पनि चित्त बुझ्दैन उनीहरूलाई। ह्युमिलेट भएको छ नि नेपाली युवाहरू। होला दुःख त हुन्छ, तर ह्युमिलेसन ठिक कुरा होइन कि, ह्युमिलेसनले विसर्जन गर्छ। त्यसैले यस्तो ठाउँमा पुगेको समाजमा भोलि हुने क्रान्तिको होइन, आज चाहिएको छ। नेपालमा आजका दिनहरूमा हाँक्ने क्रान्ति चाहिरहेको छ, मान्छेलाई आशावादी बनाउने। यो वर्ष के, अर्को वर्ष के, चुनाव आउँदा के, नहुँदा के, हुँदा के, यो सबै जवाफ हामीले दिनुपर्छ। बनी बनाऊ कागजका पान्नाहरूको जवाफले समाज हाँकिनेवाला छैन। यो महिना कस्तो क्रान्ति, अर्को आउँदो तपाईँको दसैँ तिहारपछि कस्तो क्रान्ति, के समस्या होइन। त्यो हामी एउटा उदाहरण देख्छौँ नि, एमसिसी किन फर्केर आयो? अनौठो कुरा होइन यो। सबै संसारभरिका एमसिसीहरूलाई डोनाल्ड ट्रम्पले खारिज गरे, तर नेपालमा फर्केर आइरहेको छ क्या अहिले। किन आयो? यो तपाईँको चाहिँ ठुलो हाम्रो च्यालेन्ज होइन? त्यसकारण हामी के देख्दैछौँ भन्नुहुन्छ भने हेर्नुहोस्, एउटा बहसको बिचबाट जाने, तर देशलाई निकास हामीले दिनुपर्छ, हामी कम्युनिस्टहरूले दिनुपर्छ होइन। जनताले कस्तो समाजवाद मन पराउँछ, अधिनायकवादी या जनवादी, समाजवादी, प्रतिस्पर्धात्मक? हामी तयार हुनुपर्छ, हामी पुरै तयार हुनुपर्छ। ल, जनताहरूले आफ्नो मान्छे अबको समाजवादमा मलाई लाग्छ चुनिएको समाजवाद सम्भव छैन, टिको लगाइदिने समाजवाद न पार्टीमा सम्भव छ न बाहिर सम्भव छ, त्यो देखिँदैन। त्यसैले मान्छे त के रहेछ, जति सचेत जान्छ नि त्यति प्रतिस्पर्धी बन्छ। यो कुरा मान्नु होला, जति सचेत हुन्छ, जति तपाईँको चाहिँ बौद्धिक हुन्छ, जति मान्छे तपाईँको चाहिँ माथि उठ्दै जान्छ नि त्यति प्रतिस्पर्धी हुन्छ। तर प्रतिस्पर्धालाई मैत्रीपूर्ण कसरी बनाउने, प्रतिस्पर्धालाई तपाईँको चाहिँ वैज्ञानिक कसरी बनाउने, त्यत्तिकै पैसा दिएर ठेलेर चाहिँ गरे प्रतिस्पर्धा होइन, ज्ञानको आधारमा, अनुसन्धानको आधारमा। त्यसैले लेनिनवादी सङ्गठनात्मक सिद्धान्त पनि अपूर्ण भइसक्यो। लेनिनवादी सङ्गठनात्मक सिद्धान्तले कम्युनिस्ट पार्टीहरू चल्नेवाला छैनन्, माओले थपेकोले मात्रै पनि पुग्नेवाला छैन। त्यहाँ केही सिद्धान्तहरू हामीले विकास गर्नैपर्छ। हाम्रो त अर्थतन्त्रमा पनि यहाँ ठुलो डिबेट छ, तपाईँ मैले सबै भन्न चाहन्छु। तर यहाँ समाजवादमा खेमले अलिअलि लेख्नु भएको छ। तर हेर्नुहोस्, स्वामित्व क्वेसन त सामूहिक स्वामित्व काम लाग्नेवाला छैन। यो मार्क्सले त्यति बेला सही भन्नुभएको, तर अब यो फिट छैन। सामूहिक स्वामित्व छ नि, कसैले रौँ बराबर लागु नगर्ने सामूहिक स्वामित्व कसरी लागु हुन्छ? त्यो हुँदैन। सरकारमा गएको, राष्ट्रपति भएको, प्रधानमन्त्री भएको, नेता कार्यकर्ता कसले लागु गर्यो सामूहिक स्वामित्व? कसैले पनि लागु नगर्ने, जनतालाई चाहिँ उल्टो पढाउने के। त्यसकारण हामीले के भनेको छौँ भने जनतालाई समृद्ध बनाउने, माथि ल्याउने, सम्पन्न बनाउने स्वामित्व चाहियो नि। त्यो स्वामित्व भनेको हामीले भनेको छौँ नयाँ गर्नुपर्छ। निजीले पनि सक्दैन, सामूहिकता पनि अहिले व्यावहारिक छैन। जहाँ सामूहिकतातिर जाउँला, तर सामूहिकतामा जानुभन्दा पहिला मान्छेलाई आफ्ना विशिष्टताहरू, आफ्ना स्वत्वहरू, क्षमताहरू प्रदर्शन गर्दै समाजलाई सँगसँगै लिएर जाने खालको स्वामित्व चाहियो हामीलाई।
एक्लै धनी भएर कुद्ने त्यो पनि सम्भव छैन। अनि त्यसले हराउने के सबै बराबर हो क्यारे भनेर हराउने त्यो पनि सम्भव छैन। जनतालाई हामीले बाटो देखाउनै पर्छ। तर देखाउँदाखेरि के चाहिन्छ, हरेक युवाहरूका क्षमता छन्। कसै गायक बन्छ, कसै लडाकु बन्छ, कोही तपाईँको चाहिँ के अरे खेलाडी बन्छ, कोही नेता बन्छ। यी सबै विशिष्ट क्षमताहरू, त्यस्ता क्षमताहरूलाई केन्द्रित गर्ने र तिनको क्षमता अनुसारको उनीहरूको जीवन पाउने बराबर भन्ने कुरा हुँदैन। त्यसैले हाम्रो पार्टीले हेर्नुहोस्, मैले भने पनि छु, हाम्रो कम्युन पनि छ, तर हाम्रो कम्युनमा सबैले बराबर पैसा पाउँदैन। हाम्रो कम्युनमा जसले जति श्रम गर्छ उति नै पैसा पाउँछ। तर बेसिक कुरा सबैको कम्युनले जिम्मा लिन्छ। अरू तपाईँको समृद्धिकरणको कुरामा श्रम अनुसारको पैसा, त्यही कम्युनिस्ट आन्दोलनमा चाहिँ दुईवटा अर्थी के, काम नगरेर सामूहिकताको डङ्गा पिट्ने के, उत्पादन केही नगर्ने, माग चाहिँ भारी भर्कम गर्ने, यसलाई हामीले अन्त्य गर्नुपर्छ। हरेक मान्छेले श्रम गर्नुपर्छ। श्रम पुँजीको पहिलो शर्त हो। मार्क्सले पनि लेख्नु पऱ्यो, माल कसरी बन्छ, श्रमबाट। स्रोत के हो, श्रम। श्रम र समयलाई हामीले प्रयोग गर्दैनौँ भने समृद्धिको असम्भव। पुँजीवाद होस् कि समाजवाद होस्, त्यो सम्भवै छैन होइन। त्यसै मार्क्सले अतिरिक्तको सिद्धान्त लेख्नुभयो, त्यति मात्रै पनि पुग्दैन। पुँजीको स्रोत अतिरिक्त के अरे अतिरिक्त त्यो मूल्य या अतिरिक्त श्रम मात्रै होइन, अरू पनि छ पुँजीको स्रोत। अहिलेको शताब्दीमा पुग्दा ती सारा बहसहरू छन्। यो बहसमा मैले तपाईँलाई भन्नु खोजेको कुरा के हो भने, हामी कम्युनिस्टहरूले नै के गर्नुपर्छ भने अहिलेका 9 लाख विशेषताहरूलाई गहिरो गरी पकाउनुपर्छ। एउटा बुद्धिजीवीले पुँजीवादलाई टिकाउनको लागि सारा क्षमता प्रयोग गर्ने। हाम्रो बुद्धिजीवीहरूले कसरी गर्ने, त्योमा खेमजीले हाम्रो उसले भने मलाई ठिक लाग्छ। हाम्रा बुद्धिजीवीहरूले कसको विरुद्धमा लड्ने हो, कहाँ क्षमता केन्द्रित गर्ने हो, कम्युनिस्ट पार्टीलाई चाहिने ताकत कसरी पैदा गर्ने हो बुद्धिजीवीहरूले। आज त हामी के देख्छौँ भन्नुहुन्छ भने होइन, तपाईँको चाहिँ बरु पुँजीपतिलाई फाइदा हुने गरी गाली गलौज गर्ने कि, पुँजीपतिलाई मलजल पुग्ने गरी तपाईँको कम्युनिस्टले कम्युनिस्टको यस्तो देखिन्छ नि त। त्यस कारण सबै बहसहरू हामीले के गर्नुपर्छ भने नयाँ ढङ्गले उठाउनै पर्छ। यस्तो अब नेपालमा म एकदम तपाईँलाई छोटो कुरा सायद जिज्ञासा पनि होला पत्रकार साथीहरूको। आजको सन्दर्भमा हाम्रो भनाइ के छ भने, पुराना पुस्ता ऋषि दाई सहित भन्छु म चाहिँ, उहाँहरू जस्तो दाई हुन्छ यहाँ पुराना हुन्छ। तपाईँहरूले 65% मोटामोटी 70सम्म पुर्याउनु भयो कम्युनिस्टका समर्थक जनता जनमतलाई। हाम्रो पुस्ताको दायित्व के छ भने यो जिरोतिर झर्न खोज्दैछ, हेरिराख्नु होला। यो तलतिर खस्किँदैछ, उसलाई गाली गरेर यो हल हुनेवाला छैन। यसको समाधान नयाँ रचनात्मक तरिकाले ल्याउनुपर्छ। त्यसले पुरानो पुस्ताले गम्भीर समीक्षा गर्नुहोस्। तपाईँ फुकाउनुहोस्, ओके ठिक छ, यो कम्युनिस्ट आन्दोलनमा परेको गाँठो सङ्कट जो छ तपाईँहरू फुकाउनुहोस्, त्यो ठिक छ। होइन भने हामीलाई फुकाउन दिनुहोस्। यो त हाम्रो एकदम प्रस्ताव छ। सबलाई एकताबद्ध गर्ने बेला भयो। ठुलो ग्रेट डिबेट, नेपालमा नयाँ घोषणापत्र चाहियो, नयाँ प्रस्ताव चाहियो। वाम समर्थक जनता, वाम अथवा डेमोक्रेट पनि छन्, समाजवाद काङ्ग्रेसले पनि भन्छ नि, यस्तो टाइपका सोचहरूलाई ठुलो बहसबाट फेरि नेपाललाई अगाडि बढाउने बेला समय भयो। त्यसैले हामीले भनेका छौँ कि एउटा नयाँ ध्रुवीकरण नेपालको राजनीतिमा पनि चाहिएको छ। समाजवादतिर जाने कि यहीँ बस्ने, यो एउटा ध्रुवीकरण यहाँ पनि बहस चाहिएको छ, या जनवादै भन्नुहोस्। अर्को तपाईँको के चाहिएको छ भन्दाखेरि कम्युनिस्टहरू एकताबद्ध भएर निकास दिने या यहीँ हराउने, यस्ता केही ठुल्ठुला बहसहरू हामीलाई चाहिएको छ। त्यसको लागि ध्रुवीकरण चाहिन्छ। नयाँ ध्रुवीकरण बिना न नेपालको यो राजनीतिक सङ्कट हल हुन्छ, न कम्युनिस्ट आन्दोलनको समस्या हल हुन्छ। त्यसैले नयाँ बहस, नयाँ धारणाहरू, नयाँ प्रस्तावहरू, नयाँ घोषणापत्र सहित, तर पुरानोलाई सबै फालेर होइन, पुरानोलाई सम्मान गर्ने ठाउँमा सम्मान गर्ने, बचाउने ठाउँमा बचाउने, प्रोटेक्सन गर्ने ठाउँमा प्रोटेक्सन गर्ने, तर लिएर जाने, यस्तो टाइपको भयो भने नयाँ ध्रुवीकरण, नयाँ केन्द्रीकरण इतिहासको एउटा अपरिहार्य आवश्यकता बनेको छ। र हाम्रा वरिष्ठ पुराना सबै कम्युनिस्टसँग हामीले चाहिँ एकदमै निष्फिक्री, कुनै स्वार्थ बिना, कुनै पूर्वाग्रह बिना यो हामीले राखेका छौँ। र मलाई लाग्छ एउटा तपाईँको ठुलो छलफलको विषय पनि बन्दैछ। सबैले यसलाई चाहिँ पत्रकार साथीहरूले पनि यसलाई जसरी चाहिँ प्रस्तुत गरिराख्नु भएको छ, यो नेपालमा के छ भने यसलाई बनाउन जरुरी छ कि डेमोक्रेटहरूले पनि आफूलाई रूपान्तरण गरौँ, ठिक छ, प्रतिस्पर्धा गरौँला, तर कम्युनिस्टहरूले आफूलाई रूपान्तरण गर्नुको विकल्प छैन। र सम्पूर्ण रूपले म के देख्छु भने राजनीतिक र आर्थिक जीवन पद्धतिमा रूपान्तरण नभएसम्म, सांस्कृतिक जीवन पद्धतिमा रूपान्तरण नभएसम्म होइन, यो नयाँ सम्भव छैन। त्यसैले नयाँ ध्रुवीकरण, नयाँ केन्द्रीकरण, नयाँ प्रस्ताव, नयाँ धारणासहित जाने सोध्नुपर्छ। त्यसैले निकास समाजवाद नै हो अथवा जनवादै भन्नुहोस् होइन। जनवाद चाहिँ कम्युनिस्ट सबैले भने जस्तो जनवाद सहितको समाजवाद भने पनि हुन्छ, तर त्यो अब धेरै शब्द अनुमानमा भन्दाखेरि आजको कन्ट्राडिक्सनलाई समाजवादले हल गर्न सक्छ। थुप्रै उदाहरण चाहिँ म त्यतिर जाँदैन। त्यसैले यसरी नै हामी सोच्नुपर्छ। अब चुनाव कि हत्या, सशस्त्र विद्रोह भन्ने बारेमा सके जे पनि गरे हुन्छ, इमान्दार चाहियो। सके जे गरे पनि हुन्छ, तर इमान्दार चाहियो। यो चाहिँ मेरो यति कुरा छ। हस् त, धन्यवाद।